हो म यो गुम्बाका म चाहिँ संरक्षक हो। म मैदबहादुर तामाङ गोले। ल ल बोल्नु बोल ल श्री हिमालयन माइलिन ज्योतिर्लिङ्ग गुम्बाको चाहिँ म चाहिँ अब अहिले वर्तमान हामी हाल अहिले लामा तेन्जिङ हो म चाहिँ। मेरो नाम चन्द्रबहादुर तामाङ, म गुम्बाको कानुनी सल्लाहकार। म चाहिँ यहाँको गुम्बाको चाहिँ अहिले यता रेखदेख यसो उयो गर्ने हो। हिमालयन महायान छैन बुद्धिस्ट गुम्बा कार्य समितिको सदस्य सचिव लक्ष्मीप्रसाद गोले। नमस्कार दर्शकवृन्द, आज हामी धरानका मन्दिरहरूको विषयमा जानकारी दिने क्रममा धरान 8 स्थित गुम्बामा आइपुगेका छौँ। अब यस गुम्बाको विषयमा जानकारी दिनुको लागि यहाँ अध्यक्षजी हुनुहुन्छ। पहिले यहाँले आफ्नो नाम परिचय दिनु पर्यो। आफ्नो नाम भन्नुहोस्। ल म ल क्याप्सुन चाहिँ संज्ञा ल क्याप्सुन चाहिँ सोला क्याप्सुन चाहिँ गेदम ल क्याप्सुन चाहिँ अब तु दि चाहिँ बोल्ल छ फर्दन चाहिँ परमम ल क्याप्सुन थियो। तपाईँको नाम फेरि एकपटक। लासो क्याफुल्ला त्यसैले म यस महाहेन्द्र हेन्सेन छोलिङ बुद्धिस्ट गुम्बा धरान 8 को म चाहिँ अहिले कार्य समितिको अध्यक्ष छु। मेरो घर चाहिँ धरान 15 हो। तपाईँ अध्यक्ष हुनुहुन्छ? हजुर। ल हस्, धन्यवाद। अनि यस गुम्बाको स्थापना चाहिँ कहिले भएको थियो? यसको चाहिँ यो गुम्बाको स्थापना चाहिँ माघ 22 गते 2046 सालमा भएको। अनि यस गुम्बाको स्थापना कसले गर्नुभएको थियो? यो स्थापना यहाँको व्यवस्थापनको अध्यक्ष चाहिँ पहिला वीरबहादुर गोले हुनुहुन्थ्यो। हजुर। उहाँ वीरबहादुर गोले भनेपछि 8 नम्बर वार्डमा बस्नुहुन्थ्यो। 8 नम्बर वार्डमा। तपाईँ कहिलेदेखि यस गुम्बामा हुनुहुन्छ? म चाहिँ अहिले जो छ पहिला 2059 सालमा चाहिँ म यो गुम्बाको मैले कार्य समितिको उपाध्यक्ष गरेको। त्यस कारणले मैले अहिले 2069 साल पुसको 79 साल पुसको 16 गतेदेखि म चाहिँ यहाँ गुम्बाको कार्य समितिको अध्यक्ष सम्हालिरहेको छु। अनि यस गुम्बामा चाहिँ जग्गा कति छ? लगभग यहाँ 4 कट्ठा छ। 4 कट्ठा छ। अनि जग्गादाता को हुनुहुन्छ? नाम याद छ कि? जग्गादाताहरू चाहिँ यहाँ सबै नै जो छ यो हाम्रो जिन्दाकबाटै नै जो छ पैसा उठाएर यो चाहिँ डोनेसन भएको। यस गुम्बामा चाहिँ खर्च व्यवस्थापन कसले हेर्ने गरेको छ? खर्च व्यवस्थापन चाहिँ यो गुम्बामा सबै अब त्यस्तो हाम्रो सरकारबाट केही पनि छैन। हाम्रो जो छ सम्पूर्ण जो हाम्रो यहाँ सदस्यहरू छ उहाँ सबै भएर हामीले चाहिँ गुम्बा चलाएको। अनि हाम्रो धरानमा चाहिँ यस्ता गुम्बाहरू कतिवटा जति होला? धरानमा अब डेजेन छोलिङ गुम्बा एउटा छ, त्यहाँदेखि पूर्वाञ्चलको गुरुङ गुम्बा एउटा छ, हिमालय महायान छोलिङ बुद्धिस्ट गुम्बा यही हो। अनि न्युङ नेलाखाङ गुम्बा 15 नम्बरमा छ। अर्को आनी गुम्बा पनि छ 15 मा। अनि माथि खुसरेमा अर्को पनि एउटा गुम्बा छ। अनि हाम्रा गौतम बुद्ध बौद्ध धर्मका संस्थापक हुन्। अनि उहाँको नामबाट यसरी विभिन्न गुम्बाहरू छरिएर रहनुका कारण चाहिँ के होला त? अब यो हाम्रो बुद्ध धर्मको आस्था केन्द्र हो। किनभने यो छेकोलुङको टुल्को भन्छ पछाडि जो बिचको चाहिँ भगवान बुद्ध हो। मेरो बायाँ हातबाट चाहिँ गुरु रिम्पोछे हो। अनि यता मेरो दाहिने हातको चाहिँ फपचेरिसी हो। उहाँहरू हाम्रो पूजा गर्छौँ। अब यसरी विभिन्न ठाउँमा गुम्बाहरू हुनुको मतलब चाहिँ अब विभिन्न स्थानीय जनजातिहरूलाई पूजाआजा गर्न सजिलो हुन्छ हैन? मन्दिरमा आउन पनि सजिलो हुन्छ, जसले पनि होला। हजुर, ठिकै छ। अनि अब
यो गुम्बाको खर्च व्यवस्थापनको लागि चाहिँ कुनै किसिमको चुनौतीहरू कुनै किसिमको समस्याहरू छन् कि छैनन् होला? थुप्रै समस्या छ। अब पहिलो नम्बर कुरो हाम्रो यहाँ 26 जना थावाहरू विद्यार्थीहरू छन्। अनि हाम्रो वार्षिक पूजाहरू लगातार भइरहन्छ र अब त्यसलाई पनि अब खर्च थुप्रै आउँछ। माथि सरकारले अहिले जो छ हाम्रो विद्यार्थीहरूको लागि 3 लाख दिनुभएको छ। किन पहिलो सुरु भएको यसपाल सरकारबाट यो हाम्रो यहाँ नेपाली पनि पढ्छ किनभने अब 4 वटा सब्जेक्ट पढ्छ नेपाली। त्यस कारणले फेरि हाम्रो सम्बन्ध हाम्रो लामा पढ्छ। पहिला त लामा मात्रै पढ्थ्यो, त्यसपालदेखि चाहिँ त्यस्तो भयो। यो स्कुलको जो छ व्यवस्थापनको अध्यक्ष पनि जो छ मै हो, अहिले चलि नै रहेको छ। त्यसै सबै अब सदस्यहरूबाट नै यो चाहिँ सञ्चालन भइरहेको छ। भनेपछि सदस्यहरूबाट पैसा सङ्कलन गरेर सबैबाट अब त्यो त्यसैबाट सञ्चालन भइरहेको छ। अब हामी एकछिनपछि आउँदैछौँ, एकछिनको लागि हामी ब्रेक लिन्छौँ। हजुर, हुन्छ। यहाँलाई स्वागत छ। हजुर, नमस्कार। अब हामी लगभग कार्यक्रमको अन्ततिर आइपुगिसकेका छौँ। धरानलाई धार्मिक पर्यटनको रूपमा विकास गर्न चाहिँ के गर्नुपर्छ होला यहाँको विचारमा? हजुर, नमस्कार। अब यहाँ चाहिँ किन कस्तो भने हाम्रो धरान चाहिँ अब धरान सुन्दर सहर भनेर चिनिजान्छ। त्यस कारणले यहाँको रोडको व्यवस्थापन, पानीको व्यवस्थापन, बत्तीको व्यवस्थापन, होटेलहरूको राम्रो व्यवस्थापन र यिनै कुरोहरूमा धेरै फोकस हामीले दिनुपर्छ। किनभने हाम्रो अहिले मेयरजी हर्का साम्पाङज्यू हुनुहुन्छ, उहाँलाई धेरै धेरै धन्यवाद छ। धेरै नै उहाँको कार्यकालमा प्रगति भइरहेको छ। आफैले जो छ श्रमदान गरेर विभिन्न जो छ जनताहरूलाई जो छ पानीको, बाटोको, काहीँ बाढी पहिरो भयो भने त्यसमा थुप्रै नै टेवा पुर्याइरहेको छ। उहाँलाई मरिमरी धन्यवाद छ। आजै पनि जो छ हामीले यस्तै अभियान चाहिँ उहाँ जस्तो दोबारा मेयर आउँदा पनि फेरि हामीले यस्तै नै हुनुपर्छ। म यही भन्न चाहन्छु। ल, अच्छा। अब अन्तमा चाहिँ हाम्रा दर्शक तथा श्रद्धालु भक्तजनलाई केही सन्देश दिन चाहनुहुन्छ कि हाम्रा दर्शकहरूलाई? सबैभन्दा पहिलो नम्बर कुरो आजले तपाईँको च्यानललाई म धेरै धेरै जो छ धन्यवाद दिन चाहन्छु। र हामी जो छ सबै एकजुट भएर अगाडि बढ्नु नै सबभन्दा राम्रो कुरा हो। सबै धर्म, अब कुनै पनि धर्म जो छ हामीले सबै बराबर नै हो। बुद्ध धर्म भयो, अब क्रिस्चियन छ, अब मुस्लिम धर्म छ, विभिन्न कुरा, हिन्दू धर्म छ, हाम्रो विभिन्न कुरा जो छ लाई जो छ हामीले विरोध गर्नु चाहिँ हुँदैन। हाम्रो एउटै तरिकाले हामीले चल्नुपर्छ। सबै हामी एकजुट हुनुपर्छ भन्न चाहन्छु। धन्यवाद यहाँलाई। अब हाम्रो धर्म विभिन्न किसिमको भए तापनि धर्मगुरुहरू, धर्म प्रवर्तकहरू एउटै हुनुहुन्छ। जस्तो अब उहाँहरूको सन्देश एउटै छ। अब हामीले सत्य बोल्नुपर्छ, झुटो कुरा गर्नु हुँदैन, मारकाट गर्नु हुँदैन, झुटो बोल्नु हुँदैन भन्ने कुराहरू उहाँले सिकाउनुहुन्छ। र अब यहाँको महत्त्वपूर्ण समय र हाम्रो दर्शकवृन्दको पनि महत्त्वपूर्ण समयको लागि हार्दिक धन्यवाद दिँदै आजको कार्यक्रम यही समाप्त भएको घोषणा गर्न चाहन्छु। धन्यवाद। हजुर, धन्यवाद तपाईँलाई। ल, यहाँहरू कार्य समितिका सदस्यहरू हुनुहुन्छ, बिचमा अध्यक्षजी हुनुहुन्छ। फेरि एकपटक यहाँहरूले आफ्नो परिचय दिनुहुन्छ कि तपाईँबाट? म चन्द्रबहादुर तामाङ, कानुनी सल्लाहकार यस गुम्बाको। ल, धन्यवाद। यहाँ चाहिँ म यस गुम्बाको सहसचिव लक्ष्मीप्रसाद तामाङ। हजुर, नमस्कार। म यस गुम्बाको चाहिँ
अध्यक्ष गम्भीर बहादुर तामाङ। नमस्कार, म मैदबहादुर तामाङ बोले, म यो गुम्बाको संरक्षक। ल नमस्कार, म चाहिँ कर्म लामा, अनि म चाहिँ गुम्बामा यसो रेखदेख गर्छु। ल हुन्छ, हस्, धन्यवाद यहाँहरूलाई। बदिनु बादिनु हाम्रो चाहिँ यस्तो प्रकारको छ अहिले। यो चाहिँ हाम्रो बुद्धिस्ट परम्परा अनुसार यसरी हामीले तरुणहरू गरिन्छ।